स्वैच्छिक नेतृत्व छाड्ने अधिकार छ, स्वैच्छिक टिम छाड्ने अधिकार छ। त्यसलाई स्वविवेकले अगाडि बढाउनु होला भनेर म भन्न चाहन्छु। भोट दिएर पस्ताउने काम छैन साथीहरू। कमसेकम भोट दिँदा फेरि ऐनामा उभिँदाखेरि गर्व गर्ने तरिकाले भोट दिनु हुन पनि अनुरोध गर्दै अब यो अहिलेको खुल्ला सत्र अहिले भर्खरै मलाई जानकारी भयो मामाजीज्यूबाट हाम्रो यस हलमा कार्यक्रमलाई भव्यताका साथ सफल बनाउनको निमित्त पनि हाम्रो माननीय मिङमा देवी शेर्पाको उपस्थित भएको जानकारी मैले भर्खरै पाएँ। उहाँलाई